हाई एभ्रिवान, दिस इज म्यानिफेस्ट विथ ममता। सो मैले प्रिभियस भिडियोमा भने जस्तै मैले म्यानिफेस्टेसन सुरु गरेको नेभल गडार्डको बुक पढेर हो। सो 2-3 वर्षदेखि हामी म्यानिफेस्टेसन गरिआएको थियौँ। यो च्यानलमा मैले भिडियोहरू आफ्नो सक्सेस स्टोरीहरू अपलोड गरिरहेको हुन्थेँ। सो बिचमा के भयो भन्दा म्यानिफेस्टेसन गर्दै जाँदाखेरि मलाई के फिल भयो भने केही मिसिङ छ जस्तै लाग्यो होइन। केही मिसिङ लिङ्क हुनुपर्छ, केही हुनुपर्छ जस्तै मैले छुट्याइरहेको छु जस्तो मलाई लागेको थियो। सो मैले बिचमा थोरै ब्रेक लिएँ अनि रिसर्च गर्दा भन्दा नि आफूले एक्सपिरियन्स गर्दै जाँदाखेरि मैले यो कुरा थाहा पाएको जुन म यो भिडियोमा आज भन्न गइरहेको छु। यो चाहिँ एकदम लाइफ चेन्जिङ छ होइन। सो लास्टसम्म हेरिदिनु होला र एकदमै राम्रोसँग हेरिदिनु होला। तपाईहरुले यो भिडियो राम्रोसँग बुझ्नुहुन्छ भन्ने मैले आशा गरेको छु। मैले एकदमै सिम्पल तरिकाले तपाईहरुले बुझ्ने तरिकाले यो भिडियो बनाउन गइरहेको छु। है त ल सुरु गरौँ। मानौ यो तपाई हो, यो तपाईको लाइफ हो, यो ब्ल्याङ्क पेज छ नि जसमा केही पनि छैन। यो चाहिँ तपाई हो। तर यसमा के हुन्छ, अब हामीले स्टोरी बनाएको छौँ। जस्तै यहाँ एउटा स्टोरी छ, म डडडे यो हो भनेर। यो एउटा स्टोरी छ। यहाँ अर्को, म फलानो हो, म यो हो भनेर। हामीले यो जति पनि स्टोरी बनाएको छौँ नि यो सबै एउटा स्टोरी बबल। यो के हो? यो माइन्डले क्रिएट गरेको माइन्ड, जसलाई तपाईले इगो पनि भन्न सक्नुहुन्छ। यो इगोको क्रिएसन हो। म यो हो, म यो हो, म यो हो, म यो हो। जस्तै आई एम दिस, आई एम द्याट, जति पनि बनाएको छ यो सबै के हो? माइन्डको क्रिएसन हो। यसलाई हामीले अनि के हुन्छ, यही कुरा चाहिँ प्रोजेक्ट, यसरी प्रोजेक्ट हुन्छ यो हाम्रो रियालिटीमा, जसलाई हामीले आउटर रियालिटी अथवा 3D भन्छौँ। यसमा के हुन्छ, यही कुरा प्रोजेक्ट आउट भएर लाइफ इभेन्ट सर्कमस्टान्सेसबाट हामीले जुन कुरा यहाँ भनेको छौँ त्यही कुरा के हुन्छ, प्रुभ हुन्छ। र यो इनर रियालिटी हो भने यो इनर रियालिटीको जुन यो हामीले यहाँ सोचेको छौँ नि, यो बबलमा जति पनि कुरा हामीले सोचेको छौँ यही कुरा प्रोजेक्ट आउट भएर आउटर रियालिटीमा 3D रियालिटीमा लाइफ इभेन्ट र सर्कमस्टान्सेसको थ्रुबाट के हुन्छ, प्रुभ हुन्छ। हो यही यो प्रोसेसलाई नै, यो जति पनि प्रोसेस छ यो प्रोसेसलाई नै हामीले म्यानिफेस्टेसन भनेर एउटा फ्यान्सी वर्ड, एउटा नाम दिएको छौँ होइन। यो चाहिँ के भन्दाखेरि यो सबै कुरा कहाँ भइरहेछ, यो ब्ल्याङ्क पेजमा भइरहेछ होइन। यो ब्ल्याङ्क पेजमा भइरहेछ। यो इनर रियालिटी कुरा, आउटर रियालिटी, यो जति पनि प्रोसेस भइरहेछ यो सबै म्यानिफेस्टेसन यो ब्ल्याङ्क पेजभित्र भइरहेछ। जुन तपाईँलाई सम्झिँदा नि अचम्म लाग्छ कि यो रियल होइन, यो ब्ल्याङ्क पेज यहाँ छ। यो ब्ल्याङ्क पेज के हो? खाली, यो केही पनि होइन। यो ब्ल्याङ्क पेज यो हामी होइन। तर यसमा के भइरहेछ, यहाँ सबै यत्रो कुरा भइरहेछ, यत्रो प्रोसेस भइरहेछ जुन चाहिँ के हो भन्दा यो रियल होइन, यो सबै इल्युजन हो। तर भइरहेको छ। सो अचम्म लाग्दो कुरा छ। यो सबै कुरा भइरहेछ। यो ब्ल्याङ्क पेजले के भयो, यहाँ देखिरहेछ, विटनेस गरिरहेछ, अब्जर्भ गरिरहेछ। तैपनि यो सबै कुरा यो ब्ल्याङ्क पेज होइन। यसमा सबै यो कुरा भइरहेछ नि, यो जति पनि यो सबै भइरहेको छ। तर यो प्रोसेस कुनै पनि यो ब्ल्याङ्क पेज होइन। अनि कसरी भनौँ होइन, म जस्तै यहाँ के छ भन्दाखेरि द रियल के भन्छ, यो ब्ल्याङ्क पेजलाई मानव सम्झ्यौँ कि हामीले यो ब्ल्याङ्क पेज के हो, म आई एम। र यसमा के हुन्छ भन्दाखेरि हाम्रो माइन्डले एउटा कुनै पनि चिज यहाँ गरिदिन्छ, म यो हो, आई एम दिस भनेर इन्टरप्रेट गरिदिन्छ, एउटा केही कुरा जोडिदिन्छ। र त्यही कुरा के हुन्छ पछि गएर हाम्रो यो हामीले आँखाले देख्न सक्ने
सिन रियालिटी जति पनि हामीले यो अहिले देखिरहेको छौँ यसमा के हुन्छ म्यानिफेस्ट हुन्छ क्रिएट हुन्छ क्रिएट भइरहेको छ यो सबै यो प्रोसेस यसरी चलिरहेको हुन्छ यो के हो दिस इज द रियल एसेन्स जसले हामी के हुन्छ अवेरनेस कन्सियसनेस लर्ड गड जति जे नै नाम दियो यो के हो सिम्पल वुड आई एम प्लस माइन्डले इगोले इन्टरप्रेट गरेको जति पनि कुरा छ त्यही रियालिटीमा के हुन्छ म्यानिफेस्ट हुन्छ क्रिएट हुन्छ यो प्रोसेस यसरी नै चलिरहेको छ तर के भन्दाखेरि अचम्म कुरा के छ भने यहाँ मैले यो आई एम यो छ नि यो ममा जति पनि कुरा यो इगोले माइन्डले हामीले जुन पनि कुरा भन्छौँ नि यहाँ म हेल्दी छु म वेल्दी छु म राम्रो छु नराम्रो छु राम्रो छु जे पनि भन्छ नि यो सबै कुरा के हुन्छ क्रिएट भइदिन्छ क्या पावर के भन्दाखेरि यसको सबैभन्दा राम्रो कुरा भन्ने कि पावर भन्ने कि के भन्ने त्यो के हो भन्दाखेरि यहाँ जति पनि कुरा हामीले यो मको पछाडि आइएमको पछाडि यो जोड्छौँ नि यो माइन्डले इगोले क्रिएट गरेको यो जति पनि कुरा छ हो यही कुरा चाहिँ यहाँ के हुन्छ यहाँ क्रिएट भइदिन्छ क्या यो हाम्रो रियालिटीमा क्रिएट भइदिन्छ अनि के भन्दाखेरि के हुन्छ जस्तै एउटा इन्डिभिजुअल छ एउटा मान्छे एउटा इन्डिभिजुअल छ होइन यो एउटा इन्डिभिजुअलले बनाएको यो एउटा बबल छ नि म यो हो म त्यो हो भनेर जुन पनि एउटा स्टोरी छ एउटा बबल छ लाइफ बबल होइन बबल स्टोरी जति पनि बनाएको छ त्यो कुरा के हुन्छ भने त्यही कुरा क्रिएट भइदिन्छ क्या यहाँ क्रिएट भइदिन्छ म्यानिफेस्ट भइदिन्छ जस्तै मान्छेले म राम्रो छु भनेर यहाँ क्रिएट गरेको छ होइन भने हो यही कुरा नै यहाँ पनि क्रिएट भइदिन्छ क्या म राम्रो छु तर यही मान्छेले के हुन्छ भन्दाखेरि अर्को यहाँ के गर्यो म राम्रो छु भनेर यहाँ एउटा जस्तै म नराम्रो छु भनेर जति पनि कुरा यो मान्छेले भन्यो म छु भनेर यो इनर वर्ल्डमा यही कुरा नै रिफ्लेक्ट भइदिन्छ कि यहाँ पनि म नराम्रो छु आउटर वर्ल्डमा यहाँ जे भने हुन्छ त्यही कुरा नै यहाँ प्रोजेक्ट भएर रिफ्लेक्ट भइदिन्छ क्या यहाँ प्रोजेक्ट भइदिन्छ तपाईँले राम्रो कुरा भन्नुहोस् राम्रै प्रोजेक्ट भइदिन्छ नराम्रो कुरा ठान्नुहोस् नराम्रो कुरा भन्नुहोस् नराम्रो कुरै प्रोजेक्ट भइदिन्छ अनि के भन्दाखेरि यही नै मान्छेले भन्छ नि लाइफ इज अ गेम हो लाइफ इज अ गेम भनिरहेको छैन के रहेछ त गेम भनेको भन्दाखेरि यही कुरा हो क्या जुन चाहिँ म यो हो भनेर भनेको छ यो हो यो एउटा आइडेन्टिफिकेसन गरेको हो माइन्डले इगोले हो यसको पावर के छ भन्दाखेरि जब माइन्डले आइडेन्टिफिकेसन गर्यो जुन कुरा इल्युजन हो जुन कुरा म हुँदै होइन नट दिस होइन म यो हुँदै होइन तैपनि यसको ब्युटिफुल कुरा भन्नु कि यसको गेम प्ले नै के हो भन्दाखेरि यो जति पनि कुरा यही कुरै क्रिएट भइदिन्छ क्या कपी पेस्ट जस्ताको तस्तै क्रिएट भइदिन्छ यो इल्युजन हो यो पनि इल्युजन हो गेम स्टोरी जस्ताको तस्तै यो के हो लाइफ यसरी क्रिएट भइरहेको हुन्छ जबकि यो कुनै कुरा पनि हामी होइन नि होइन यो कुरा पनि हामी होइन यो कुरा पनि हामी दिस इज वी आर होइन हामी जे हो यो हामी यो हो होइन यो हो हामी हु एम आई भन्दाखेरि आई एम सक्यो क्या आई एम यतिकैमा कम्प्लिट छ म यतिकैमा कम्प्लिट छु होइन मलाई केही चाहिएको छैन तर मैले यो प्ले क्रिएट गरिरहेको छु विथ माइन्डको हेल्पले होइन जति कुरा पनि आइडेन्टिफाई गरेर म यो हो म त्यो हो त्यो हो भनेर जति पनि कुरा हामीले
भन्छौँ आफूले आफूलाई म यो हो भनेर आइडेन्टिफाई गर्छौँ, हो त्यही कुरा यहाँ के हुन्छ, कपी पेस्ट भएर रियालिटीमा क्रिएट भइदिन्छ। यो गेमै यही हो क्या। गेम हामीले के गेम खेलिरहेछौँ भन्दाखेरि यो सबै हामीले क्रिएट गरिरहेछौँ नि त। सो हामीले के गेम खेलिरहेछौँ भन्दाखेरि विथ हेल्प अफ माइन्डको हेल्पले चाहिँ म यो हो म त्यो हो भन्ने जति कुरा पनि आइडेन्टिफाई गरिरहेछौँ, हो त्यही कुरा चाहिँ के हुन्छ यता रियालिटीमा त्यो रियालिटीमा के हुन्छ क्रिएट भइदिन्छ। यो सबै के हो एकदम कस्तो अजिब अचम्मको कुरा छ क्या यो। लुक एट दिस। यहाँ के भयो, मैले यो ब्ल्याङ्क पेजमा के गरेँ, मैले यत्रो थोक सबै यो बनाएँ नि, यो सबै गरेँ नि। लास्टमा के हो, यो सबै थोक यो सबै स्टोरीहरू जति पनि कुरा छ यहाँ लेखिएको, जति पनि कोरिएको यो इमेजहरू छ, यो सबै कुरा यसमा अटाएको छ यो ब्ल्याङ्क पेजमा। तर यो ब्ल्याङ्क पेज यो कुनै पनि कुरा होइन। यो ब्ल्याङ्क पेज चाहिँ ब्ल्याङ्क पेज हो कि केही पनि होइन। तै पनि हामीले सबै कुरा लेख्न सक्छौँ, सबै कुरा अटाउन सक्छौँ क्या। यसको सबैभन्दा अचम्मको र राम्रो कुरा नि यही नै हो। जस्तै मलाई एकदम अचम्म लाग्यो क्या। जस्तै मैले भिडियो हेरेर हुन्थेँ, अरूले भनिरहेको हुन्थ्यो होइन, के रहेछ त यो आउटर रियालिटीले इनर रियालिटीले आउटरलाई क्रिएट गरिरहेको हुन्छ, तर यो सबै इल्युजन हो, लाइफ गेम हो भन्दाखेरि के भनिरहेछ यो मान्छेहरूले जस्तो लाग्थ्यो होइन। तर जब यो फाइनली क्लिक भयो नि, म एकदम सकमा भन्ने कि अचम्ममा भन्ने कि के भन्ने त्यस्तो भयो क्या। सो मलाई यो कुरा चाहिँ तपाईँहरूलाई एक्सप्लेन गर्नु थियो, त्यही भएर मैले यो भिडियो बनाएको हो। आई होप तपाईँले अब बुझ्नुभयो होला। अनि कसरी म्यानिफेस्ट गर्ने पनि यहाँ बुझिन्छ कि म्यानिफेस्ट भनेर हामीले एउटा फ्यान्सी वर्ड दिएको मात्रै हो। यो जस्ट रियालिटी क्रिएसन हुने नै यसरी हो। रियालिटी भन्दा नि के भन्ने इल्युजन क्रिएट हुने नै यसरी हो। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो अनि यस्तै कन्टेन्टहरू हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। बाई बाई।